एउटाले सिक्किम बेलाय पनि भन्दैछ भाइ टेक्निकली वातावरण हावा पानी खाना पानी अनुहार धनुहार लुगाफाटा सबै मिल्छ भनेर भन्दैछ त्यो कुरो 86 मा भनेन त्यति बेला चाहिँ बुद्धि थिएन गोर्खाको बुद्धि थिएन गोर्खाको बुद्धि थिएन म पनि त्यति बेला आन्दोलनमा थिएँ समित थिएन म त सानै थिएँ नि मेरो बुद्धि थिएन त्यो ठुलो भएको नेताहरूले चाहिँ किन बुद्धि पुऱ्याएन मनन तामाङले त्यहाँ मिल्छ भन्दाखेरि यो 2007 को आन्दोलन हुनुभन्दा अगाडि 14 को आन्दोलन 11 र 17 को आन्दोलन हुनुभन्दा मनन तामाङले त भनेको सिक्किममा मिल्न सक्छ भनेर त्यतिखेर किन आँखा लगाएन अहिले त्यो सिक्किम हाम्रो एउटा नेपालीले 70% गोर्खाहरूले बसेर राज गरेको जग्गामा तिमीले किन टाङ अडाउन जाँदैछौ देशका प्रधानमन्त्री नरेन्द्र मोदी अलिपुरद्वारकै वीरपाडा आएर गोर्खाहरूलाई 11वटा जातको नामै लिएर उनले उल्लेख गरेका थिए ठीक 9 वर्षपछि 2025 मा बिहिबार मात्र अलिपुर आएर एउटा जनसभा गरे यसपटक भने गोर्खाको गको पनि उच्चारण भएन ताकि यहाँका मानिसहरूले गोर्खाको मुद्दालाई अवश्य पनि उजागर गर्छन् या उच्चारण गर्छन् भन्ने सोचेका थिए तर गोर्खाको ग पनि उच्चारण भएन यसमा चाहिँ तपाईको के प्रतिक्रिया म पनि जुन राज्य सरकारले 30% जमिन पुँजीवादीलाई दिने र 5 डेसिमल जमिन श्रमिकहरूलाई दिने जुन निर्देश गरेको निर्देश निक्लिएको जुन विज्ञप्ति थियो विज्ञप्ति ममता बेनर्जीको विज्ञप्ति भाव पश्चात नै आगोसले धारावाहिक रूपमा यसको विरोध गरिरहेको छ हेर्नुहोस् है जति बेला ममता ब्यानर्जी त होइन ममता बेनर्जीले पनि एक्लैले दिमागले पुग्दैन नि त उसको एउटा क्याबिनेट छ एडभाइजर छ सेक्रेटरी आइएस ठौकीहरू छ उसलाई कसैले एडभाइस गर्छ तर ममता बेनर्जीले चाहिँ 100वटा काम गरे राम्रो काम गरेछ जस्तो लक्ष्मी भण्डार दिएको छ रासिनहरू दिएको छ फौलो दिएको छ जहाँबाट पैसा दिएको छ नि त 1500 गरेर दिन्छ कोही बेला के गरिदिन्छ कसैलाई के गरिदिन्छ राम्रो कामहरू गरिरहेछ बिहारीले पनि बोल्ने मुस्लिमले पनि बोल्ने मारवाडीले पनि बोल्ने नेपालीले पनि बोल्ने आदिवासीले पनि भएको छ सम्मान त पायो इज्जत पायो आज उनीहरूले एउटा जुलुसले गर्दाखेरि त्यो गर्छ हाम्रो डुवर्सको गोर्खाहरू चाहिँ कहिले जुलुस निकाल्ने हाम्रो डुवर्सको गोर्खाले कहिले एक हुने हाम्रो डुवर्सको गोर्खाहरू कहिले गोलबत्ता हुने त्यही नैतिकता त्यही एकताको कमीले गर्दाखेरि आज स्टेजमा के भयो डुवर्समा आदिवासी र गोर्खाहरू बस्छ भनेर दुनियाँलाई थाहा छैन स्टेज आन्दोलन गर्नु के गर्नु किनभने डुवर्स के भनेको चाहिँ यहाँनिर के छ भने खोला नाला छ पैसा छ जनता छ अन्त डुवर्सको नाममा गोर्खाल्यान्ड दे पैसा दे यो दे होइन डुवर्स हामी माग्छौँ त्यो डुवर्सको माग्ने स्वरूपमा त्यो सिलगढीको आज एउटा मेट्रोपोलिटन हब जहाँ 10,000 करोड रुपियाँको बिजनेस हुन्छ प्रतिदिन सिलगढी चुडाएर लगिसक्यो त्यो कसको दोष त्यो दार्जिलिङको होइन पार्ट होइन त्यो आगोसको प्रतिक्रिया आगोसको गतिविधि र आगोस धेरै मात्रामा केवल हामी देख्छौँ मालबजार ब्लकमा मात्रै अरूतिर के तपाईँहरूले मानिस पाउनु भएको छैन या तपाईँहरूलाई महत्त्व दिएको होइन आगोसको प्रतिक्रियाहरू केमा प्रतिक्रिया जुन गतिविधिहरू देख्छौँ गतिविधि हाम्रो सबै जग्गा छ नि अब एउटा गतिविधि हेर्नु हो भने अब त्यसको लागि त त्यहाँनिर सङ्गठन हुनुपर्छ छैन नि त अरू सङ्गठन सामाजिक सङ्गठनसँग मिलेर गर्नु पनि सकिन्छ नि त जस्तो एसोसिएट मेम्बर भन्नु त्यसरी गर्न सकिन्छ जस्तो एउटा सानो उदाहरण दिन्छु ठुलो खुसियारी सर हुनुहुन्थ्यो अहिले महाराष्ट्रको उयो पनि हुन्छ हामीले म दिल्लीमा हुँदा भेट्दाखेरि उहाँले भन्नु गोर्खाल्यान्ड शब्द ठिक छैन बरु गोर्खा स्टार राख गोर्खाको अरू केही नाममा राख पाउँछ मैले हुन्छ भनेर उहाँले खुद भन्नुभएको हामीले त्यो पेपरमा हामीले आउटपुट गरेको थियो हो अन्त त्यो गोर्खाल्यान्ड माग सक्छु भने इमान्दार नेता आयो भने त हुन्छ नि त तिमीहरूलाई त बन्दुक ताक्यो भने त घोडा टेकी त हाल्छौ 396 कति त्यो मौजा गाट्नु नसक्ने मान्छेले गोर्खाल्यान्डको सपना देखाएर हुन्छ गोर्खाल्यान्ड हुन्छ अर्कै नाममा हुन्थ्यो होला तर मोराले चलाउन जाने मोराले सिर्फ म्युनिसिपालिटी इलेक्सन हेऱ्यो 200 करोड रुपियाँ हेऱ्यो केन्द्रको फन्ड हेऱ्यो आज पञ्चायतको पञ्चायत लागु भएर त पाहाडबाट त पैसा मात्रै चाहिन्छ त प्रोफेसर लडे उतै पैसा पनि नालामा लडे पनि पैसा छ ढोरीमा लडे पनि पैसा छ स्कुलको बिल्डिङमा लडे पनि भित्रै छ रोडमा लडे पनि पैसा मात्रै छ साह्रो कष्ट छ हो यस सिक्किममा जस्तो भएको छ मान्छेको पैसा नमस्कार दर्शकवृन्द डुवर्स संवादमा पुनः तपाईहरुलाई स्वागत छ र जनताको आवाज एपिसोड लिएर फेरि उपस्थित भएका छौं आज शनिबार तपाईहरुको समक्षमा यो तेस्रो एपिसोड र
यसरी नै हामी जनताको प्रश्न र जनताको दुःख सुख हामी लिएर विभिन्न सामाजिक संस्थाका सदस्यहरू या राजनेता या जननेता उहाँहरूको साथमा गएर जनताले के चाहेका छन्, जनताको प्रश्न के हो, जनता के कारणले खुसी छन् र जनतालाई के सुझाव दिन चाहन्छन्, यस विषय लिएर हामी जनताको आवाज अथवा जनताको सवाल एपिसोड लिएर उपस्थित भइरहेका छौँ हरेक शनिबार। यसै अन्तर्गत आज हामी छौँ बाग्राकोट, जुन डुवर्सको शिर मानिन्छ र डुवर्सको शिर मानिने बाग्राकोटमा हामी समक्ष हुनुहुन्छ डुवर्सका एक अग्रज साहित्यकार सुकमान मोक्तान, स्वर्गीय सुकमान मोक्तानका छोरा सगन मोक्तान, जसले वर्तमान आगोस यानि कि आदिवासी गोर्खा संयुक्त समिति एउटा गठन गरेर डुवर्समा रहेका आदिवासी र गोर्खालाई एकमुष्टमा ल्याएर जगाउने प्रयास गरिरहेका छन् र उनले यो किन गरिरहेका छन् र यसरी जातिप्रति किन आफू अघि आउन परेको, आफ्नो एउटा उहाँको एउटा पेसा थियो दिल्लीमा, त्यसलाई पनि छोडेर यहाँ आदिवासी गोर्खाहरूको संरक्षण गर्न यहाँ किन आउनु पर्यो, यसबारे हामी उहाँसँग नै कुराकानी गर्नेछौँ र तेस्रो एपिसोडमा फेरि पनि हामी स्वागत जनाउन चाहन्छौँ। जी, तपाईँलाई डुवर्स संवादमा स्वागत छ। नमस्कार डुवर्स संवादका सम्पूर्ण दर्शकवृन्द, तपाईँहरूलाई पनि कस्तो हुनुहुन्छ अहिले? अहिले त स्वास्थ्य ठिकै छ। अहिले खुट्टा दबाई लाउँदैछु। अब गरममा घरि पाक्छ, घरि पोल्छ, घरि गर्छ। अब डुवर्स भ्रमण पनि त्यत्तिकै छ, कुदिरहनुपर्छ। दुख्छ नि, अब दुख्नु त अब लागेको बिमारी दुख्छ। सेकसाक गऱ्यो, दबाई लगायो, फेरि हिँड्यो, काम त छोड्नु भएन। अब के गरौँ, त्यतापट्टि चल्दैछ। वर्तमान समयमा आगोसोसक गठन गर्नुको मुख्य कारण के हो? वर्तमान त होइन भाइ, 2021 को 25 जुलाईको दिन आदिवासी गोर्खा संयुक्त समिति, जसलाई हामी छोटकरीमा आगोस पनि भनिन्छौँ, आगोसस पनि भनेर भन्छौँ, यसको मुख्य उद्देश्य के थियो भने गोर्खाल्यान्ड आन्दोलनले बाट सुरु गरौँ न, होइन। 1986 देखौँ भने त्योभन्दा अगाडि त केही पनि थिएन। 1986देखि लिएर 2000सम्म तपाईँको डुवर्समा त्यस्तो भिन्नता थिएन, त्यस्तो सङ्कीर्ण विचारहरू थिएन। 86मा एकपक्षीय आन्दोलन भएको त 2007मा आएर एउटा मनमुटाउ भयो आदिवासी र गोर्खामा। किनभने एउटा त्यही आदिवासी आमाको, गोर्खाले पनि दुध पिकै हो, गोर्खाले पनि त्यो आदिवासी आमाको दुध पिकै हो। त्यसरी एउटै घर आँगनमा हामीले खेलेकै हो, कुदेकै हो, सँगै पकाएर, सँगै न्याउरी मारेर, मुसा मारेर, साँप मारेर, खेतमा धान रोपेर सँगै खेलकुद गरेको दुईवटा जाति हो त। हामी भाषा र साहित्य र बिरादरीमा, समुदायमा अलग भए तापनि हामी तर हामी एउटै भूमिमा हामी बसेको मान्छे हो नि त, एउटै भूमिमा बसेको मान्छे हो नि त, हो। यसर्थ हामीलाई चाहिँ के लाग्यो भने त्यो मनमुटाउ आदिवासीलाई पनि थाहा छ, यो मनमुटाउ कहाँबाट भयो, गोर्खालाई पनि थाहा छ यो मनमुटाउ कहाँबाट भयो। दुईजनाको भुल बुझाबुझबाट चाहिँ यो मनमुटाउ भएको। कसैले लगाएको आगोमा, परालको आगोमा हामी होमिएको मात्रै हो, कसैले लगाएको परालको आगोमा हामी होमिएको मात्रै हो। हामीलाई दुईप्रति आस्था छ, विश्वास छ, हो। मनमुटाउ भयो, केही छैन, परालको आगो झ्याप्पै निप्छ, फेरि हामी एक भएर आउँछौँ। तर यो त होइन कि हामी सदाका लागि तँ छोड मै छोड हामी गर्ने दुई जाति होइन। हामी दुईजना खटी जाने कृषक सन्तान हो, बगाने हो, हामी चियाबारीका श्रमिकहरू हौँ। हामी यहाँबाट त्यहीँबाट हुर्केका, एउटै बगानमा हुर्केको हामी मान्छेहरू हौँ। यसलाई यो मनमुटाउ, त्यो खटलाई हटाउनका लागि र कतिपय राजनीतिक मौलिक अधिकारहरूको प्राप्त गर्नको लागि चाहिँ हामीले चाहिँ गोर्खा र आदिवासीलाई एउटै मञ्चमा ल्याउनुपर्छ, सँगै बसेर काम गर्नुपर्छ, सँगै विश्वास गर्नुपर्छ, सँगै हातमाले गर्नुपर्छ भनेर चाहिँ हामीले आदिवासी गोर्खा साहित्य समिति चाहिँ 25 जुलाई 2021मा जन्मेको। त्यो पुरानो घाउहरू मेटाउनको निम्ति, पर्मानेन्ट रूपमा, स्थायी रूपमा मेटाउनको निम्ति चाहिँ आगोस जन्मेको हो। मान्छेलाई उठाउनै पर्छ। चियाबारी मान्छेले साह्रै दुःख भोग्यो। डुवर्स गोर्खाहरूले दिशाहीन भएर बसिरहेको छ, हो। आफ्नो राजनीतिक अधिकार, आफ्नो सानो दैनिक हाजिरा माग्नु पनि हम्मे परेकोले गर्दाखेरि चाहिँ आज म यसरी यो सामाजिक कार्य, समाजमा कुनै राजनीतिक पार्टीमा छुइनँ। गोर्खाल्यान्ड आन्दोलनमा म एउटा विद्यार्थी जीवनमा एउटा आन्दोलनमा होमेको थिएँ, तर कुनै पार्टीमा म सदस्य भएर बसेको छुइनँ, हो।
र यसमा चाहिँ म यो डुवर्सको गोर्खाहरू र आदिवासीहरू एक बनाउनुपर्छ। डुवर्सको गोर्खाहरूले न्याय पाउनुपर्छ। दिशाहीन भएर बसेको छ डुवर्सको गोर्खाहरूले, यति साह्रो अवहेलना झेल्नु परेको छ, यति साह्रो अस्मिता र अस्तित्वको समस्या भएको छ। त्यो भनेर चाहिँ म यो सामाजिक कार्यमा यो डुवर्सको गोर्खाको अधिकारको आन्दोलनमा अभियानमा म लागेको कि आगोसलाई पनि तपाईँ पछि पोलिटिकल्ली पार्टी बनाउने प्रयासमा हुनुहुन्छ? छैन, पोलिटिकल पार्टी बनाउँदैन। हेर्नुहोस् है, अब राक्षससँग लड्नुको लागि भगवान हुनुपर्छ भने छैन नि त हौ। पुलिस चोरहरूसँग लड्नु पुलिस चोर त हुनु भएन नि त। चोर जस्तो दिमाग गर्नु पऱ्यो, भगवान जस्तो आधार अपनाउनु पऱ्यो। र हामीले डुवर्सको गोर्खाहरूको मौलिक अधिकार हो, राजनीतिक अधिकार हो, सामाजिक अधिकार, आर्थिक समानताको अधिकार, संवैधानिक अधिकारको निम्ति मैले पार्टीको पछ्यौरी समात्नुपर्छ भन्ने छैन नि। समात्नु भन्ने त मलाई अफर त धेरै पल्ट आएको, म समातिसकेको थिएँ। त्यसको लागि समात्नु मैले आगोसमा बसेर हस्पिटलको माग गर्न सक्छु, 2टा हस्पिटल, 7वटा हस्पिटल 2टा ल्याउन सक्छु, रोडहरू बनाउन सक्छु, कम्युनिटीहरू ल्याउन सक्छु, मूर्ति बनाउन सक्छु भनेपछि सरकारसँग लेखाजोखा गर्न सक्छु, सरकारसँग म माग माग्न सक्छु, सरकारसँग भेटघाट गरेर हाम्रो आर्तनादहरू, दुःखहरू, समस्याहरू बताउन सकेर ल्याउन सक्छु भन्ने मैले पोलिटिकल पार्टीमा झुन्डेर चाहिँ बसेर चाहिँ मलाई के फाइदा छ? कि म फेरि कन्ट्र्याक्टरै हुनु भएन नि। एकजना मान्छे सबै कुकुर चाहिँ काँसी गयो भने यहाँ बसेर कसले गु खाने भनेर एउटा उखान छ नि होइन र? यो पनि होइन कि स्याले त्यो अङ्गुर कहिले झर्सेर खाउँला भन्ने कुरा होइन। म चाहिँ यहीँ बसेर बिना पार्टीको पनि झन् त्यो तृणमूलको पनि सेवा गर्छु, बिजेपीको पनि, तर गोर्खा हुनुपर्छ है। गोर्खाको सबैको सेवा गर्छु, चियाबारीको सेवा गर्छु, चियाबारीको लागि लड्छु। चियाबारीको लागि लड्नुको लागि चाहिँ म यसो गरेको। म राजनीतिक पार्टीमा लान्छु भनेर चाहिँ राजनीतिक पार्टीमा रेजिस्टर गर्छु भनेर यसलाई राजनीतिक पार्टी बनाउँछु भनेर चाहिँ मेरो कुनै मनसाय छैन, हाम्रो टिमको कुनै मनसा छैन र यसको उद्देश्य र हाम्रो संविधान आचार संहिताले पनि दिँदैन। गोर्खाल्यान्ड छोडेर अहिले वर्तमानमा गोर्खाल्यान्ड छोड्नु होइन, उत्तर बङ्गाललाई अलग राज्य बनाउने माग पनि चढिरहेको छ। गोर्खाल्यान्ड त अलग छ, त्यसको साथसाथमा उत्तर बङ्गाललाई अलग राज्यको डिमान्ड पनि वर्तमान उठ्दैछ। तब दुईजनाको यसो कन्ट्राक्ट भयो, राजेशको कुरासँग मिलेको छैन म्याचमा। त्यसमा म अलिकति केही करेक्सन गर्छु। एउटाले सिक्किम बिलाई पनि भन्दैछ भाइ, सिक्किम बिलाई टेक्निकली वातावरण, हावा पानी, खाना पानी, अनुहार धनुहार, लुगाफाटा सबै मिल्छ भनेर भन्दैछ। त्यो कुरो 86 मा भनेन। त्यति बेला चाहिँ बुद्धि थिएन, गोर्खाको बुद्धि थिएन, गोर्खाको बुद्धि थिएन। हो भने त्यति बेला आन्दोलनमा थिए, समित थिएन। म त सानै थिएँ नि त, मेरो बुद्धि थिएन। त्यो ठुलो भएको नेताहरूले चाहिँ किन बुद्धि पुऱ्याएन? मनन तामाङले त्यहाँ मिल्छ भन्दाखेरि यो 2007 को आन्दोलन हुनुभन्दा अगाडि 14 को आन्दोलन, 11 र 17 को आन्दोलन हुनुभन्दा मनन तामाङले त भनेको नि सिक्किममा मिल्न सक्छ भनेर। त्यतिखेर किन आँखा लगाएन? अहिले त्यो सिक्किम हाम्रो एउटा नेपालीले 70% गोर्खाहरू त्यहाँ बसेर राज गरेको जग्गामा तिमीले किन टाङ अडाउन जाँदैछौ? सिक्किमले सोच्छ यिनीहरू दार्जिलिङको मान्छेहरू आयो भने चलाएको हुन्छ, हाम्रो सत्ता खान्छ, त्यो लालच छ, त्यो डर छ। पक्का हो, त्यो मान्छे भन्छ। अन्त मेरो भने चाहिँ सिक्किम बिलाई किन चाहन्छौ? दम छ भने गोर्खाल्यान्ड निर्माण गरेर देखाउ न। तिम्रो दम छ भने, तिमी इमान्दार छौ भने डुवर्सलाई गाभ न। तिमीले डिजिएससी र जिटिएमा गाभ्नु नसक्ने मुलाहरूले हो, त्यो 396-94 कति त्यो मौजा गाप्नु नसक्ने मान्छेले गोर्खाल्यान्डको सपना देखाएर हुन्छ? गोर्खाल्यान्ड हुन्छ, अर्कै नाममा हुन्थ्यो होला हो। तर मोराहरूले चलाउन जानेन। मोराहरूले सिर्फ म्युनिसिपालिटी इलेक्सन हेऱ्यो, 200 करोड रुपियाँ हेऱ्यो, केन्द्रको फन्ड हेऱ्यो। आज पञ्चायतको पञ्चायत लागु भएर त पाहाडमा त पैसा मात्रै चाहियो त। उता लडे उतै पैसा, नालामा लडे पनि पैसा छ, ढोरीमा लडे पनि पैसा छ, स्कुलको बिल्डिङमा लडे पनि भित्रै छ, रोडमा लडे पनि पैसा मात्रै छ। साह्रो प्रश्न छ हो। यस सिक्किम जस्तो भएको छ मान्छेको पैसा। गोर्खाल्यान्ड चाहिँ मागी खाने भाँडो बनाएको पाहाडले हो है, डुवर्सले होइन। डुवर्सले शहीद भएको, पाहाडमा सबभन्दा ज्यादा शहीद भयो मान्छु म। डुवर्स पाहाडको प्रत्येक आन्दोलनमा नेपाली भाषाको आन्दोलनदेखि हेर त, मेरो बाउ नेपाली भाषाको आन्दोलन 1972 सालमा जेल बसेको मान्छे दिल्लीमा, त्यहाँदेखिको पाहाडलाई त्यति बेला पनि देख्यो हो नि त। हामी त यहाँ राजनीति गर्नु कति साह्रो छ। हामी त बिहारी, बङ्गाली, मुस्लिम सबैसँग मिलेर, म त एउटै जातिसँग मात्रै मिलेर राजनीति गर्नु थियो नि त। तर पनि हामीले डुवर्सको गोर्खाले साथ दिएको हो नि त, दिएको हो नि त। भाषाको आन्दोलन दिएको,
दिएको हो नि त, अहिलेसम्म दिएको 1992 सालसम्म दिएको हो, 86 मा दिएकै हो, 11 मा दियो, 13 मा दियो, 17 मा दियो। खोइ त डुवर्सलाई दिएको, खोइ डुवर्सको सम्मान। आज डुवर्सको कुरा गर्नु तिमीहरू मान्दैनौ। नेताले भाषण गर्दाखेरि डुवर्सको नामै लिँदैन, डुवर्सको लिडरको त कुरै छोड्नु, नामै लिँदैन। सेटलमेन्ट जाँदाखेरि डुवर्सको नामै, मेरो बाउले 1986 सालमा बुट्टा सिंह र सुभाष घिसिङको मुख यसरी पेपर फ्याँकेको, डुवर्सलाई पनि गाप भनेर। त्यति बेला यिनीहरू सेटलमेन्ट गरेर मेरो बाउले खुद भनेको, मरेर गयो, मेरो आप्पाले मलाई भनेको, मैले यसरी पेपर फ्याँकेको, दैलो पनि खोल्नु नदिएको, पोस्ट गरिदिएको त्यति बेला। त्यति बेला त्यस्तो दृश्य मलाई अझै पनि थाहा छ। डुवर्सको लागि डुवर्सको गाप्नु भनेपछि डुवर्सको प्रेसिडेन्ट मेरो आप्पा थियो नि त, लालमान लामाको अगाडि। त्यति बेला पेपर यसरी डुवर्सको म्याप यो हो, यो डुवर्सको यो कुरा हो, यसलाई गाप भनेर भन्दाखेरि चाहिँ त्यति बेला सुभाष घिसिङले पनि धोका दिएको छ हो, सुभाष घिसिङले पनि धोका दिएको हो, विमलले पनि धोका दियो, सबैले धोका दिएको छ। आज तिमी खालि जति बेला पनि डुवर्सको पछाडि आन्दोलन चाहियो, डुवर्स चाहियो, आन्दोलन गर्नु के गर्नु, किनभने डुवर्स चाहिँ के हो भनेको चाहिँ यहाँनिर के छ भने खोला नाला छ, पैसा छ, जनता छ, अन्त डुवर्सको नाममा गोर्खाल्यान्ड दे, पैसा दे, यो दे होइन, डुवर्स हामी माग्छौँ। त्यो डुवर्सको माग्ने स्वरूपमा त्यो सिलगढीको आज एउटा मेट्रोपोलिटन हब जहाँ 10,000 करोड रुपियाँको बिजनेस हुन्छ प्रतिदिन, सिलगढी चुडाएर लगिसक्यो। त्यो कसको दोष? त्यो दार्जिलिङको होइन पार्ट होइन, त्यो सिक्किमको पार्ट होइन, आज लगेर गयो। त्यो पनि तिमीले ल्याउन सकेनौ हो, डुवर्सलाई त्यसरी चुडाएर लग्यो। अन्त यो उत्तर बङ्गालको कुरा, त्यो उत्तर बङ्गालको हावा, जुन दिन उत्तर बङ्गाल यो के केन्द्रशासित राज्यको कुरा हुँदै थियो, केन्द्रशासित उत्तर बङ्गाल आसामको कतिवटा मिलाएर जुन दिन त्यो बनिन्छ त्यो डुवर्सको गोर्खाहरू त्यति बेला माइनोरिटीमा हुन्छ, अल्पसङ्ख्यक हुन्छ, त्यति बेला झन् साह्रो पर्छ माग्नु। किनभने त्यति बेला चाहिँ अरू जातिले मात्रै हामीलाई विरोध गर्दैन, सबैले विरोध गर्छ। त्यति बेला कोचे मोचेदेखि सबै अहिले कमसेकम मिलेर बसेको छ। त्यति बेला चाहिँ यो केन्द्रशासित चाहिँ हाम्रो निम्ति चाहिँ अभिशाप हो। गोर्खाहरू चाहिँ अलग राज्य मागा न त, गोर्खाल्यान्ड नाम नराखा नि त। हामीलाई एक दिन हाम्रो त्यति बेला बिजेपीको ठुलो खुसियारी सर हुनुहुन्थ्यो, अहिले महाराष्ट्रको उयो पनि हुन्छ। हामीले म दिल्लीमा हुँदा भेट्दाखेरि उहाँले भन्नु गोर्खाल्यान्ड शब्द ठिक छैन, बरु गोर्खा स्टार राख, गोर्खाको अरू केही नाममा राख, पाउँछ तिमीले हुन्छ भनेर उहाँले खुद भन्नुभएको। अघि चियाबारीको निम्ति जुन राज्य सरकारले 30% जमिन पुँजीवादीलाई दिने र 5 डेसिमल जमिन श्रमिकहरूलाई दिने जुन निर्देश गरेको थियो, निर्देश निक्लिएको जुन विज्ञप्ति थियो, विज्ञप्ति ममता ब्यानर्जीको विज्ञप्ति भए पश्चात नै आगोसले धारावाहिक रूपमा यसको विरोध गरिरहेको छ। आगामी दिनमा यसको समाधानको निम्ति आगोसले के कस्तो कदम उठाउनेछ? हेर्नुहोस् है, जति बेला ममता ब्यानर्जी त होइन, ममता ब्यानर्जीले पनि एक्लैले दिमागले पुग्दैन नि त। उसको एउटा क्याबिनेट छ, एडभाइजर छ, सेक्रेटरी आइएस ठाउँकेहरू छ, उसलाई कसैले एडभाइस गर्छ। तर ममता ब्यानर्जीले चाहिँ 100वटा काम गरे, राम्रो काम गरेको छ। जस्तो लक्ष्मी भण्डार दिएको छ, रासिनहरू दिएको छ, फौलो दिएको छ, जहाँबाट पैसा दिएको छ नि त, 1500 गरेर दिन्छ, कोही बेला के गरिदिन्छ, कसैलाई के गरिदिन्छ, राम्रो कामहरू गरिरहेको छ। स्वास्थ्य साथी कार्ड चाहे केन्द्रकै देखाइछ कि गरे पनि स्वास्थ्य कार्ड चलिरहेको, कति चलेको जस्तो म पनि भुक्तभोगी, कति जग्गा चलेको छैन। तर यो 5 डेसिमल र 30%मा हात हालेर चाहिँ ममता ब्यानर्जीले चाहिँ त्यो 99वटा राम्रो काम चाहिँ क्या त डुबाएको छ। त्यो चाहिँ ममता ब्यानर्जीको दोष होइन, ममता ब्यानर्जीलाई वरिपरि दिने सेनामेना एडभाइजर कमिटी त्यसको दोष हो। आज ममता ब्यानर्जीलाई यो तपाईँहरूको छलबाट भन्छु, आज तपाईँले 5 डेसिमलमा हात नहालेर 30% जमिन, चियाबारीको जमिनमा हात नहालेर भोरु बगानको कसैको भत्केको घरमा रिपेयरिङ गरिदिएको भए, छाना लगाइदिएको भए, बाटो बनाइदिएको भए, भत्केको धारा बनाइदिएको भए, होइन पिएफ नपाएको भए, त्यसमा तपाईँले आशीर्वाद पनि पाउँथ्यो, भोट पनि पाउँथ्यो, हो कि होइन? पक्का हो। त्यति गरेको भए तपाईँको त्यत्रो बजेट 4500 करोड रुपियाँ खर्च हुन्थेन नि त। आज 400-500 जमिनहरू अकुपाई गरेर कन्ट्र्याक्टर मात्रै चाहिँ उयो हुँदैछ नि त, फाइदा हुँदैछ नि त। तिमीलाई फाइदा भयो कि भने हामीलाई थाहा छैन, तर कन्ट्र्याक्टरलाई फाइदा हुँदैछ। 4-5वटा घर बनाउँदैछ, 4000, 4 लाख, 5 लाखको घर बनाउँदैछ। त्यो एउटा गलत नीति भएको छ। अरू सबै राम्रो गरेको छ म भन्छु, किनभने मैले मागेको चिज मलाई दिएँ भने त राम्रो भन्छु नि, होइन र? तपाईँलाई कसैलाई 1000 रुपियाँ तपाईँले 1000 रुपियाँ भन्दैछ, मैले 1000 दिएँ भने त्यो मान्छे त भयङ्करै हो नि त। मलाई रोड मागेँ, मलाई रोड दियो।
हस्पिटल 7वटा माग्यो 2टा दिए अब एकैचोटि दिनु सक्दैन होला अहिले टोट गाउँको बाँध माग्दैछु हो त्यो मागेको 4 वर्ष अब कुदेछु हो त्यसको लागि फाइट जारी छ हो अब घरि के भन्छ गरेछ किनभने सरकारले पनि हेर्छ त्यसमा त्यो जग्गामा भोट गरिछ भनेर हो अब 5 डेसिमल चाहिँ के हो भन्दाखेरि हाम्रो पुर्खाले मेरो पुर्खाले गोर्खाले हो यो जङ्गल फाँडेर 1624 देखि यो जङ्गल फाँडेर जति बेला बङ्गालीको ब पनि थिएन मारवाडीको म पनि थिएन त्यति बेला अरू जातिहरू कोही थिएन आदिवासी पनि कोही थिएन त्यति बेला चाहिँ यो जग्गामा चाहिँ डुवर्समा चाहिँ हामीले चाहिँ कमारो भए पनि हामी लेबरै भए पनि हामीले जमिनमा आएर बसोबास गरेर जङ्गल फाँडेर चाहिँ हामीले यो डुवर्स निर्माण गरेको हो नि त भुटानले हामीलाई बोकेर ल्याए पनि हामीले डुवर्स त निर्माण गरेको त आज हाम्रो बाजे बराजुले जमिन फाँडेर त्यो निर्जीव हो त्यो मलिलो यो के भन्छ जमिन बनाएर आज दुनियाँभरको हामीले खेतीपाती गरेर हामीले गएर खान्छौँ त्यस्तो जमिनमा तिमीले जमिन चाहिँ हाम्रो खोसेर लाने तिमी को हो तिमी त रोजोटे राजा पनि थिएनौ त्यति बेला सरकार त 1947 मा आएको कुरो हो तिमी हिजो अस्ति आएर हाम्रो जमिनलाई चाहिँ हाम्रो जमिन भन्ने चाहिँ तिम्रो अधिकारै छैन नि त अब त्यही माथि 30% जमिन अरे 30% जमिनमा तपाईँहरूले के बुझ्नु भएको छ 30% जमिनमा 30% जमिन भनेको सपोज 1 एकड 1000 को एकड जमिन छ अरे एउटा टी गार्डनमा हो 30% भनेको त 300 एकड जमिन त हो 1/3 जमिन हो 1/3 जमिन चाहिँ टी गार्डनमा चाहिँ खाली जमिन चाहिँ कहाँ छ 5 डेसिमल पनि के भनेर भनेको छ ल्यान्डलेस भनेर भनेको छ टी गार्डनमा को चाहिँ ल्यान्डलेस सानो भए पनि 2 कट्ठा भए पनि 2 डेसिमल भए पनि जमिन भए पनि गरेर खेतीपाती गरेर घर बनाएर छाप्रो भए पनि चित्रकै घर भए पनि पर बसेको छ ल्यान्डलेस चाहिँ को छ फेरि त्यो पर्जापट्टा के छ पर्जापट्टा हामीले मागेको है 2000 मा मागेको हो पक्का हामीले मागेको सरकारले हामीलाई कागज पनि दिएको छ दिन्छु भनेर भनेको छ तर दिने तरिका भएन त्यसको नेचर भएन नि त चरित्र भएन नि त त्यसको कम्पोजिसन भएन नि त त्यसको रेजिस्ट्रेसन भएन नि त खत्यान छैन नि त त्यसमा डुवर्समा बाँडेको चाहिँ के भएको छ भन्दा 5 डेसिमल हेरिटेज भनेर भनेको छ सपोज म सगन मोक्तान मेरो नाममा पाएर हेड अफ द फ्यामिली म भएर या त मेरो वाइफ भएर मेरो छोरीलाई म दिन सक्दिनँ लोन पनि लिन सक्दिनँ अहिले यो डुवर्स र पाहाडमा चाहिँ यो लोन लिन सक्छ यो लिन सक्दैन भने एउटा द्वन्द्व वैचारिक द्वन्द्व भइरहेको छ नि यो पाउँदैन यो त अझै पनि डिस्ट्रिक्टको अन्डरमा नै हुन्छ त्यो कागज त्यस्तो कागज दिएर चाहिँ त्यो छोरीलाई पनि काम नलाउने मर्दा पनि नलगाउने त्यस्तो जमिन दिएर कि हाम्रो 5 डेसिमलको गएको छ 5 डेसिमल भने कति हो 3 कट्ठा मात्रै 3.2 मात्रै हो 3.2 मात्रै हाम्रो त कति गाईको गोठ छ धानको रोप्छु मकै रोप्छु हामीले कुखुराको पालन गरेछु खसीको पालन गरेर त कमसेकम कसैकोमा 5 डेसिमल होइन 60 डेसिमल छ 100 डेसिमल पनि छ नि त हाम्रोमा बिघाको जमिनको बिघाको हिसाबमा छ नि त अब अलग अलग जग्गामा डेसिमल भन्छ बिघा भन्छ के भनेर भन्छ अलग अलग त्यत्रो जमिन छ नि त अन्त त्यो जमिन चाहिँ हामीले उहिलेदेखिको जति बेला सरकार थिएन रजौटे राजाहरू त्यति बेलादेखि सिचेर ल्याएको खुन पसिना जमिन तिमीहरू तिमीलाई लानिदिनु तिमी को हो तिम्रो हाम्रो बाउ हो 30% जमिन हो 30% के जमिन किन दिनु तिम्रो एलाइट बिजनेस भनेको के हो टी गार्डनमा पेट्रोल पम्प चल्छ चलो अलि दबाई दोकान त चल्छ एलाइट बिजनेस भनेको चियाबारीसँग मिल्ने बिजनेस खोल्छु भनेर भनेको सिएनजी पेट्रोल पम्प चल्छ त्यो चियाबारीसँग जोड्छ चियाबारीमा खान्छ अरे यो बाहेक 30% जमिन दिनु मेरो जमिन किन तिमीलाई 30% दिनु जमिन तिमी को हो बिजनेस कमिटीमा जहिले तिमी मेरो बाउ हो तिमी मेरो आमा हो तिमी मेरो मालिक हो होइन मालिक हामी हो हामीले त्यही कारणले हामीले 20 मार्चको दिन हामीले के गर्यौँ हामीले त्यसमा जलपाई बोर्डबाट उत्तर कलेजसम्म 30,000 श्रमिकहरू लिएर डुवर्स र तराईबाट र पहाडबाट म यो आगोस जोइन्ट एक्सन कमिटी पनि हामी एउटा एसोसिएट मेम्बर हो म पनि एउटा कन्भेनर हो ज्याकको त्यो ज्याकको तत्त्वावधानमा हामीले 30,000 जनता श्रमिक लिएर उत्तर कन्यामा हामी गयौँ डेपुटेसन दिनु घेराउ गर्नुलाई हामी पुग्यौँ दियौँ हो त्यो 30% जमिनको लागि त्यो जमिन हाम्रो तिम्रो बाउको होइन त्यही जमिनको मुद्दा लिएर नन्दीग्राममा 2016 मा देशका प्रधानमन्त्री नरेन्द्र मोदी अलिपुरद्वारकै वीरपाडा आएर गोर्खाहरूलाई 11वटा जातको नामै लिएर उनले उल्लेख गरेका थिए ठिक 9 वर्षपछि 2025 मा बिहिबार मात्र अलिपुर आए अलिपुर आएर एउटा जनसभा गरे यसपटक भने गोर्खाको गको पनि उच्चारण भएन ताकि यहाँका मानिसहरूले गोर्खाको मुद्दालाई अवश्य पनि उजागर गर्छन् या उच्चारण गर्छन् भन्ने सोचेका थिए तर
गोर्खाको ग पनि उच्चारण भएन, यसमा चाहिँ तपाईँको के प्रतिक्रिया छ? म पनि त्यही अब हाम्रो देशको यशस्वी प्रधानमन्त्री जुनसुकै पार्टीको होस्, केन्द्र मलाई मतलब छैन, पार्टीसँग मलाई मतलब छैन, इज्जत छ, पार्टी एउटा निजी प्राणी छ ऊ, तर देशको प्रधानमन्त्री हो नि त, हो यशस्वी प्रधानमन्त्री। आज उहाँले गर्दा हाम्रो देशको म त्यो के भन्छ समाजशास्त्री र यो के अर्थशास्त्री त होइन, तरै पनि एउटा विश्वमा एउटा देशमा एउटा छवि बनाएको छ हाम्रो, त्यसको लागि एउटा छ। अब मैले एक्सपेक्ट गरिरहेको थिएँ योपालि चाहिँ बाजेले आएर, बाजे भन्नु पऱ्यो अब के गर्नु, बाजेले आएर गोर्खाको जय गोर्खा भन्छ भनेर म पर्खिरहेको थिएँ। अब 11 जनजातिको त अस्ति उहाँले नाम गरेर गुरुङलाई गारङ भनेर गाडाङ रुडुङ भनेर पनि गरे, बिचाराले अब बाहिर त्यो उता बसेको मान्छे जान्दैन, तर पनि 11 जातिको नाम चाहिँ लियो है त्यति बेला, कति बेला 9 वर्ष अगाडि। योपालि उहाँले बिर्सेछ। गोर्खाले अझै पनि रामायणको कहानी जस्तो 14 वर्ष अझै वनवास बस्नुपर्छ होला है बिजेपीको पालामा, मलाई त्यस्तो लाग्छ। त्यही कारणले चाहिँ नामै लिँदैन। अब प्रधानमन्त्रीलाई किन दोष दिनु? यी लोकल बङ्गालको मन्त्रीहरू आउँदाखेरि पार्टीको नाम लिएर बङ्गालको मन्त्री आउँदा, मुख्यमन्त्री आउँदा, यी बाग्राकोटमा एकजना मन्त्री आउनुभयो, लेबर मिनिस्टर भयो, जय जोहार भनेर भयो। मलाई त खुसी लाग्यो, किन आफ्नै दाजुभाइको नाम लिएर छ हो। जय बङ्गला पनि भन्यो, राम्रो लाग्यो। जय गोर्खा त मराले भुल्यो। यसमा चाहिँ कस्तो सेकेन्ड लार्जेस्ट पपुलेसन डुवर्समा, नर्थ बेङ्गालमा सेकेन्ड लार्जेस्ट पपुलेसन गोर्खाको छ। हामी डुवर्समा हामी 18 लाख भनेर हामी अनुमानित भनेर भन्छौँ, आदिवासीहरू 25 लाख 22 लाख भनेर भन्छौँ हो, हामी भन्छौँ, तरै पनि उहाँले जय गोर्खा भनेन। त्यसमा चाहिँ कसको दोष हो? अब त्यो न गोर्खाले खोट्याएको छ, न राजनीतिक पार्टीले खोट्याएको छ हो। अब पार्टीलाई दोष दिनु भन्यो भने कसरी भन्नु? किनभने आदिवासीले आफ्नो वर्चस्व कायम गरेर शक्ति प्रदर्शन गरेर सरकारलाई मजबुर बनाएको हो नि त। पार्टीको नेतृत्वले आदिवासीको जति पनि छ, टिएमसी होस् बिजेपी होस्, उनीहरूले नेतृत्व दियो नि त। किनभने सरकारलाई चाहिँ, केन्द्र सरकार र राज्य सरकारलाई चाहिँ भोटर चाहिन्छ। तपाईँ साइला माइला मङ्ग्राहरू योहरू के सोमरा मङ्ग्राहरू चाहिँदैन, भोटर चाहिन्छ, गन्ती चाहिन्छ। म्याथमेटिक्स हो, गणितको खेला हो। अब उनीहरूको गणित छ, जय जोहार भन्छ, भन्नुहोस् हो। तर हामी पनि त छौँ त त्यो गन्तीमा, हामीले पनि त भोटमा हालेको छौँ। हाम्रै मान्छेले गोर्खाहरूले पनि त तिम्रो पार्टीमा खटेको छ नि त, तरै पनि तिमीले गोर्खा जय गोर्खा नभन्नु, त्यो चाहिँ दुर्भाग्यपूर्ण हो। तर गोर्खाहरूले जुनै पनि पार्टीमा लागेको छ, जुनै पनि पार्टी डुवर्सको पार्टीमा होस्, नर्थ बेङ्गालको पार्टीमा होस्, जुनै पनि गोर्खाहरू लागेको छ, त्यो चाहिँ तपाईँहरूले भन्नु नलाउनु चाहिँ तपाईँहरूको चाहिँ त्यो चाहिँ चम्चागिरी हो, तपाईँहरूको दुर्बलता हो। तपाईँहरूको दुर्बलताले गर्दा, तपाईँ नेतृत्वको दुर्बलताले गर्दाखेरि आज कुनै पनि मन्त्री र नेतागणले चाहिँ भारतको प्रधानमन्त्रीले पनि भनेन। भारतको प्रधानमन्त्री दिनु केही छैन हामीलाई। प्रधानमन्त्रीले जय गोर्खा, गोर्खा त त्यसै पनि अलिकति भन्ने रौसे जात हो न। जय गोर्खा भन्दै भयो, त्यहाँनिर सानो नाच्थ्यो होला, त्यहाँनिर सानो डम्फु बजाउँथ्यो होला होइन, सानो झन्डा हल्लिथ्यो र त्यो साइसेर सृष्टि हुन्थ्यो होला, तर गोर्खाको ग पनि लिएन। कस्तो छौ पनि भनेन। बरु सिक्किमको 50 वर्ष स्टेट पुगेको गोल्डन जुब्लीमा उहाँले नेपाली भाषा दियो, त्यसलाई धन्यवाद सिक्किम राज्यको लागि। अरे डुवर्समा त छौँ हामी, नर्थ बेङ्गालमा छौँ त हामी, कमसेकम पुरा नर्थ बेङ्गालमा त हामी 30 लाखभन्दा बेसी छौँ। डुवर्समा हामीले 18 लाख छौँ, अनुमानित छौँ भनेर भन्दैछौँ। अब सेन्सस आउँदैछ, कास्टको जातीय जनगणना आउँदैछ, तर त्यो नभन्नु। म त खालि मोदीलाई मात्रै दोष दिएको, यहीँको लोकल राज्यको मन्त्री र मुख्यमन्त्रीले पनि त भनेन। त्यो चाहिँ हाम्रो नेतृत्वहरूको दुर्बलता हो, अदूरदर्शिता हो। म मन्त्रीलाई दोष दिँदैन, मन्त्रीलाई किन दोष दिनु? यहाँनिर हामी विधायक पनि नेपाली नै छन्, विशाल लामा, उनले पनि त केही गर्नुपर्ने। त्यही त मतलब नेतृत्वको दुर्बलता हो, होइन र? ऊ त्यो त्यहाँनिर अरू मन्त्रीहरू पनि छन् त। मनोज टिकाले नेपाली बोल्नु जान्दैन, मनोज टिकाले भोट पाएको छैन, नेपालीको भोट पाएको छैन। प्रकाश सिंहले पाएको छैन नेपाली भोट, राजु विष्टले नेपालीको भोट पाएको छैन, त्यो विशालले पाएको छैन, पुना भेङ्राले पाएको छैन, अरू को छ त्यहाँनिर? कोचबिहारमा त पाएन अरे। लु यिनीहरूले त पाएको छ नि त यहाँनिर त, अन्तखेरि भोट त पाएको छैन। त्यो भोटको महत्त्व खोइ, त्यसको मूल्याङ्कन खोइ। हाम्रो पार्टीमाथि, हाम्रो जातिको गोर्खाहरूको पार्टीको जुनै पनि पार्टी होस्, त्यसको मूल्याङ्कन र समर्पण खोइ त अन्तखेरि। तिमीहरूको मात्रै भन्ने, मन्त्री पनि तिमीहरू मात्रै हुने, तिमीहरू सांसद पनि तिमीहरू हुने। हामी चाहिँ खालि भोट लाउने मसिन हो। गोर्खाहरूले जान्नुपर्छ है, गोर्खाहरूले सिक्नुपर्छ है।
आदिवासीबाट सिक्नु पहिला हाम्रो गोर्खाहरूबाट आदिवासीले सिक्थ्यो भने आज गोर्खाहरूले सिक्नुपर्छ आदिवासीबाट सिक्नुपर्छ आदिवासी त्यस्तो मजबुत एउटा सङ्गठन र एउटा जाति भएर बसेको छ उनीहरू साहित्यमा नै उनीहरू बढिसकेको छ भाषामा नै उनीहरू बढिसकेको छ आज हेर हिजो अस्तिको दिन मात्र यहाँनिर आदिवासी स्टुडेन्टहरूले एनबियुबाट ल्याएर हाम्रो राजेश लाकडाले कोले गएर मालबजारमा जुलुस गरेको थियो हिजो नयाँ नोटिफिकेसन आयो कि डब्लुबिसिएसमा एक परीक्षामा सन्थाली भाषा र हिन्दी भाषाले पनि अब इक्जाम दिनु पाउँछ भनेर लेखेको छ त्यो त हिन्दी भाषाको मात्रै कुरा तर सन्थाली भाषाले पनि पायो सन्थाली भनेको आदिवासी भाषा हिन्दी भाषा भनेको बिहारीले पनि बोल्ने मुस्लिमले पनि बोल्ने मारवाडीले पनि बोल्ने नेपालीले पनि बोल्ने आदिवासीले पनि भाषा सम्मान त पायो इज्जत पायो आज उनीहरूले एउटा जुलुसले गर्दाखेरि त्यो गर्छ हाम्रो डुवर्सको गोर्खाहरू चाहिँ कहिले जुलुस निकाल्ने हाम्रो डुवर्सको गोर्खाले कहिले एक हुने हाम्रो डुवर्सको गोर्खाहरू कहिले गोलबद्ध हुने त्यही नैतिकता त्यही एकताको कमीले गर्दाखेरि आज स्टेजमा के भयो डुवर्समा आदिवासी र गोर्खाहरू बस्छ भनेर दुनियाँलाई थाहा छैन स्टेजमा ब्यानर पनि मैले हिजोदेखि लेख्दैछु ब्यानर पनि आज बङ्गला भाषाको विरोध गरेको होइन मैले तर भोटर त हामी छौँ त ब्यानर धरी बङ्गला भाषामा लेख्यो भनेपछि चाहिँ हामीलाई कति चाहिँ हेल हिचकाइ गरेको छ भाषाको हिसाबमा आदिवासीलाई पनि गर्यो तर त्यो जय गोर्खा नभन्दा त गोर्खालाई मात्रै इङ्गित भयो नि त भाइ गोर्खाको नाम उच्चारण किन गरेन के हामी यो देशको नागरिक होइन के देशको तिम्रो पार्टीलाई तिम्रो सरकार बनाउनलाई तिमीलाई भोट दिएको छैन दार्जिलिङबाट त फर्स्ट लन्चिङ प्याड हो त बिजेपीको त झन् त्यहाँबाट चाहिँ पश्चिम बङ्गालमा पसेको त तिमीलाई गरेन पश्चिम बङ्गालमा गोजा मोमो खत्तम भइसकेपछि चाहिँ फर्स्ट तृणमूल बनाउने त्यति बेला पुरा गोर्खाहरू मात्रै तृणमूल थियो त त्यति बेला आज तृणमूलको टाउकोमा को बसेको छ एकजना गोर्खा देखाउ त बिजेपीमा देखाउ त लु हो आज लन्चिङ प्याड दार्जिलिङले बनायो बिजेपीमा को छ शीर्ष नेतामा त्यो राजु विष्ट बाहेक को छ डुवर्सको त झन् नामै निशान छैन आज हेरे 11 जनजातिको कुरा गर्नु तपाईँले निकाल्नु हुँदैन 11 जनजातिको कुरा सिक्किमले मागेको मागेछ आफ्नो स्टेटलाई मागेको भारतको लागि मागेको होइन नि त भारतको गोर्खाको लागि मागेको होइन दार्जिलिङको लागि माग्दैछ डुवर्सको गोर्खाहरू किन छ जनजातिको कुरा मात्रै कुरा गर्छन् हामी यहाँनिर यो बोर्ड यो कुनै के तामाङ बोर्ड यो छेत्री बाहुन बोर्ड कुनै के खस बोर्ड नेवारको बोर्ड यो जनजाति चाहिँ 11 त सबैलाई चाहिने तर माग्नु चाहिँ नमाग्ने जनजाति माग्नुलाई पनि हामी जङ्गलको जस्तो प्रवृत्ति देखाउनु पऱ्यो नि त जङ्गलको जस्तो हामीले आधारशिलाहरू मात्रै तामाङले त्यसै 30 वर्ष आन्दोलन गरेर पाएन त टिका लाउने छ त भन्छ तिमीहरू त आर्यन हो भनेर भन्छ तिमीहरू त हिन्दू भन्छ कसरी चाहिँ तिमीहरू चाहिँ मूल निवासी हो कसरी चाहिँ तिमीहरू ट्राइबल हो भनेर भन्छ सरकारले पनि एन्थ्रोपोलोजी रिपोर्ट त हेर्छ नि त हौ जता भइमा डुवर्सको कसले चाहिँ जनजाति मागेछ त्यो सिक्किम सरकारले बनाएको त्यो एउटा रिसर्च टिम र एउटा त्यो कम्प्लिट टिममा दार्जिलिङसँग मिलाएर एकजना गोर्खाको नेता देखाउँछ त्यहाँनिर को छ 11 जनजाति माग्ने को छ त्यो विशाल लामा चाहिँ गएको थियो हामी तामाङले त पहिल्यै जनजाति पाइरहेको छु त तर जनजाति 11 जाति जुन 12 जाति जनजाति छोडेको एकजना रिप्रेजेन्टेटिभ डुवर्सबाट देखाउ त आमा पनि त नरोइकन दुध दिँदैन नि त अन्त हामीले माग्नु पऱ्यो नि त सरकारलाई हाम्रो पनि चेप्टो छ नेप्टो छ नाक हामी संसारी पूजा गर्छौँ हामी उधौली गर्छौँ हामी कुनी के गर्छौँ हामी जङ्गली पूजा गर्छौँ यो चढाउँछौँ उते गर्छौँ हामी ढुङ्गालाई देउता मान्छौँ जङ्गललाई छेउलीदेखि पूजा गर्छौँ भनेर सरकारलाई एन्थ्रोपोलोजी रिपोर्टमा बताउनु पऱ्यो नि त अन्धाधुन्द बसेर नमागिकन घर बसेर चाहिँ तिमीले जनजाति र गोर्खाल्यान्ड पाउँछौ तिमीले यो 6औं अनुसूची पाउँछौ डुवर्समा नेतृत्वको कमी छ डुवर्समा दूरदर्शिता कमी छ डुवर्समा एकताको कमी छ मुखले कराएर घरमा मुट्ठी बनाएर हम त ऐसा करेंगे यस्तो गर्छ भने गोर्खा नेताहरू भन्छ नि हो तर नेता हुँदा लोमुते हुन्छ लोमुते छेउमा पनि पर्न सक्दैन बोल्नु सक्दैन यस्तो छ हाम्रो लागि डुवर्सको गोर्खाको लागि बोल्ने एकजना नेता पनि छैन त्यही त दुविधा त्यही दुर्बलता त्यही त हाम्रो के भएको छ भने भन्दैछ भाइ टेक्निकली वातावरण हावा पानी खाना पानी अनुहार धनुहार लुगाफाटा सबै मिल्छ भनेर भन्दैछ त्यो कुरो 86 मा भनेन त्यति बेला चाहिँ बुद्धि थिएन गोर्खाको बुद्धि थिएन गोर्खाको बुद्धि थिएन हो भने त्यति बेला आन्दोलनमा थिए समित थिएन म त सानै थिएँ नि त मेरो बुद्धि थिएन त्यो ठुलो भएको नेताहरूले किन बुद्धि पुऱ्याएन मनन तामाङले त्यहाँ मिल्छ भनेर यो 2007 को आन्दोलन हुनुभन्दा अगाडि 14 को आन्दोलन 11 र 17 को आन्दोलन हुनुभन्दा मनन तामाङले त भनेको नि सिक्किममा मिल्न सक्छ भनेर त्यतिखेर किन आँखा लगाएन अहिले त्यो सिक्किम हाम्रो एउटा नेपालीले 70% गोर्खाहरू त्यहाँ बसेर राज गरेको जग्गामा तिमीले किन टाङ अडाउन जान्दैछौ सिक्किमले सोच्छ यिनीहरू दार्जिलिङको मान्छेहरू आयो भने चलाएको हुन्छ हाम्रो सत्ता खान्छ
त्यो लालच छ, त्यो डर छ, पक्का हो त्यो मान्छे भन्छ। अन्त मेरो भने चाहिँ सिक्किम बेला किन चाहन्छौ? दम छ भने गोर्खाल्यान्ड नै निर्माण गरेर देखाउ न। तिम्रो दम छ भने, तिमी इमान्दार छौ भने डुवर्सलाई गाभ न। तिमीले डिजिएससी र जिटिएमा गाप्नु नसक्ने मुलाहरूले हो, त्यो 396-94 कति त्यो मौजा गाप्नु नसक्ने मान्छेले गोर्खाल्यान्डको सपना देखाएर हुन्छ? गोर्खाल्यान्ड हुन्छ, अर्कै नाममा हुन्थ्यो होला हो। तर मोराले चलाउनु जानेन। मोराले सिर्फ म्युनिसिपालिटी इलेक्सन हेऱ्यो, 200 करोड रुपियाँ हेऱ्यो, केन्द्रको फन्ड हेऱ्यो। आज पञ्चायतको पञ्चायत लागु भएर त पाहाडमा त पैसा मात्रै छ अहिले त। उता लडे उतै पैसा, नालामा लडे पनि पैसा छ, ढोरीमा लडे पनि पैसा छ, स्कुलको बिल्डिङमा लडे पनि भित्रै छ, रोडमा लडे पनि पैसा मात्रै छ, छाला प्रश्न छ हो। यस सिक्किमको जस्तो भएको छ मान्छेको पैसा। गोर्खाल्यान्ड चाहिँ मागी खाने भाँडो बनाएको पाहाडैले है, डुवर्सले होइन। डुवर्सले सहिद भएको, पाहाडमा सबभन्दा ज्यादा सहिद भयो मान्छु म। डुवर्स पाहाडको प्रत्येक आन्दोलनमा नेपाली भाषाको आन्दोलनदेखि हेर त, मेरो बाउ नेपाली भाषाको आन्दोलन 1972 सालमा जेल बसेको मान्छे दिल्लीमा, त्यहाँदेखिको पाहाडलाई त्यति बेला पनि देख्यो हो नि त। हामी त यहाँ राजनीति गर्नु कति साह्रो छ। हामी त बिहारी, बङ्गाली, मुस्लिम सबैसँग मिलेर, म त एउटै जातिसँग मात्रै मिलेर राजनीति गर्नु थियो नि त। तर पनि हामीले डुवर्सको गोर्खाले साथ दिएको हो नि त, दिएको हो नि त। भाषा आन्दोलन दिएको दिएको हो नि त। अहिलेसम्म दिएको, 1992 सालसम्म दिएको हो, 86 मा दिएकै हो, 11 मा दियो, 13 मा दियो, 17 मा दियो। खोइ त डुवर्सलाई दिएको? खोइ डुवर्सको सम्मान। आज डुवर्सको कुरा गर्नु तिमीहरू मान्दैनौ। नेताले भाषण गर्दाखेरि डुवर्सको नामै लिँदैन। डुवर्सको लिडरको त कुरै छोड्नु, नामै लिँदैन। सेटलमेन्ट जाँदाखेरि डुवर्सको नामै। मेरो बाउले 1986 सालमा बुट्टा सिंह र सुभाष घिसिङको मुखमा यसरी पेपर फ्याँकेको, डुवर्सलाई पनि गाप भनेर। त्यति बेला यिनीहरू सेटलमेन्ट गरेर, मेरो बाउले खुद भनेको, मरेर गयो। मेरो आप्पाले मलाई भनेको, मैले यसरी पेपर फ्याँकेको, दैलो पनि खोल्नु नदिएको, पस्नु नदिएको त्यति बेला। त्यस्तो दृश्य मलाई अझै पनि थाहा छ। डुवर्सको गाप्नु भनेपछि डुवर्सको प्रेसिडेन्ट मेरो आप्पा थियो नि त, लालमान लामाको अगाडि। त्यति बेला पेपर यसरी डुवर्सको म्याप यो हो, यो डुवर्सको यो कुरा हो, यसलाई गाप भनेर भन्दाखेरि चाहिँ त्यति बेला सुभाष घिसिङले पनि धोका दिएको छ हो। सुभाष घिसिङले पनि धोका दिएको, विमलले पनि धोका दियो, सबैले धोका दिएको छ। आज तिमी खालि जति बेला पनि डुवर्सको पछाडि आन्दोलन चाहियो, डुवर्स चाहियो आन्दोलन गर्नु, के गर्नु, किनभने डुवर्स चाहियो आन्दोलन गर्नु, के गर्नु, किनभने डुवर्स चाहिँ के हो भनेको चाहिँ यहाँनिर के छ भने खोला नाला छ, पैसा छ, जनता छ। अन्त डुवर्सको नाममा गोर्खाल्यान्ड दे, पैसा दे, यो दे, होइन डुवर्स हामी माग्छौँ। त्यो डुवर्सको माग्ने सुरुमा त्यो सिलगढीको आज एउटा मेट्रोपोलिटन हब जहाँ 10,000 करोड रुपियाँको बिजनेस हुन्छ प्रतिदिन, सिलगढी चुडाएर लगिसक्यो। त्यो कसको दोष? त्यो दार्जिलिङको होइन पार्ट होइन, त्यो सिक्किमको पार्ट होइन। आज लगेर गयो, त्यो पो त तिमीले ल्याउन सकेनौ हो। डुवर्सलाई त्यसरी चुडाएर लग्यो। अन्त यो उत्तर बङ्गालको कुरा, त्यो उत्तर बङ्गाल खाओ। जुन दिन उत्तर बङ्गाल यो के केन्द्रशासित राज्यको कुरा हुँदै थियो, केन्द्रशासित उत्तर बङ्गाल आसामको कतिवटा मिलाएर जुन दिन त्यो बनिन्छ, त्यो डुवर्सको गोर्खाहरू त्यति बेला माइनोरिटीमा हुन्छ, अल्पसङ्ख्यक हुन्छ। त्यति बेला झन् साह्रो पर्छ माग्नु, किनभने त्यति बेला चाहिँ अरू जातिले मात्रै हामीलाई विरोध गर्दैन, सबैले विरोध गर्छ। त्यति बेला कोचे मोचेदेखि सबै अहिले कमसेकम मिलेर बसेको छ। त्यति बेला चाहिँ यो केन्द्रशासित चाहिँ हाम्रो निम्ति चाहिँ अभिशाप हो। जति सबैको नाम लिनु चाहदिनँ म। त्यो सबै एकमुष्ट साथीहरू हामी मिलेर चाहिँ डुवर्सरी गोर्खा चिन्तन सभा चाहिँ गरेको चाहिँ हामी डुवर्सको गोर्खाहरू चाहिँ अब जागरुक हुनुपर्छ, आफ्नो खुट्टामा उभिनु सक्नुपर्छ र गोलबद्ध हुनुपर्छ भनेर चाहिँ डुवर्सरी गोर्खा चिन्तन सभा उठेको। आज हाम्रो हालत हेर, डुवर्समा एकजना एमएलए, म्युनिसिपालिटी चेयरम्यान पनि छैन हौ। ग्राम पञ्चायतको प्रधान यहाँ बाग्राकोट ग्राम पञ्चायत माग्दा पनि हामीलाई हेला गर्यो। धन्न कालचिनी र मादारीहाटमा त कमसेकम पञ्चायत समितिमा सभापति छ, उपसभापति छ। जेडियू हाम्रो जयगाउँ डेभलपमेन्ट अथोरिटीमा गङ्गा दाजु हुनुहुन्छ होइन। त्यहाँदेखि के छ लु भन त? हाम्रो योग्यता छैन, हाम्रो पार्टीलाई के, हाम्रो गोर्खाले पार्टीलाई समय दिएको छैन, समय खर्च गरेको छैन हौ। त्यो अधिकारहरू, साना साना अधिकारहरू। आज ट्याक्स छ, ट्राइबल एडभाइजरी कमिटीमा हाम्रो एकजना छ। डुवर्सबाट मिनिमम वेजेस कमिटीमा एकजना गोर्खा छ, एसजेडीमा एकजना मान्छे छ, एनबिडीमा एकजना गोर्खा छ, एकजना भन्छ ट्राइबल यसमा एसटी एससी सेलमा, ओबिसी सेलमा एकजना हाम्रो मान्छे छ। डिस्ट्रिक्ट बोर्डमा एकजना मान्छे हाम्रो छ। खै छ हाम्रो मान्छे? फरेस्टमा हाम्रो मान्छे छ, फरेस्टकोमा एउटा टिम हुन्छ होइन, त्यो पनि छैन हाम्रोमा त।
यी मिनिमम वेजेसमा हाम्रो मान्छे छैन, के ठुलो कुरा गर्नु, अरू मान्छे मात्रै छ। अन्त के चाहिँ हामी भयङ्कर भएर गोर्खा विश्वविजेता भनेर भन्नु? त्यो सुविधाहरूको निम्ति, त्यो अधिकारको निम्ति हामी लड्नुको लागि डुवर्सको गोर्खाहरू गोलबद्ध हुनुपर्छ भने चाहिँ डुवर्सरी गोर्खा चिन्तन सभा राखेको। कुनै पार्टीको झन्डा समात्न, कुनै पार्टीको गुणगान गाउन, कुनै पार्टीको हेला आउँछ गरेर टिप्पणी गर्नलाई गरेको होइन। सिर्फ गोर्खा भएर मात्रै आएको छ त्यहाँनिर। सबै गोर्खा, कसैले पार्टीको कुरा गरेन, कसैले इभन सामाजिक सङ्गठनको कुरा पनि गरेन। म एउटा सामाजिक सङ्गठन भएर मैले कुरा, म सगन मोक्तान बाग्राकोटको एउटा छोरा भएर गएको थिएँ। त्यसरी नै अरू पनि आएको थिए। यसरी हामीले त्यहाँनिर हामी कुनै सँगसँग आबद्ध छैनौँ, सङ्गठनसँग बोकेर आएको सबै झोलाहरू गाउँ र पार्टी अफिसमा र सङ्गठनको अफिसमा हामीले बुझाएर आज यो गोर्खा भएर आएको छौँ भनेर चाहिँ त्यो डुवर्सरी गोर्खा चिन्तन सभा गरेको थियो, जो सक्सेस भयो, ह्युज सक्सेस भयो, एकदमै ठुलो सक्सेस भयो। अब अन्तिम प्रश्नपट्टि जाउँ। अगाडि 2026 बङ्गालको विधानसभा चुनाव, आगोसले यस विधानसभा चुनावमा कि जुन प्रकारले आफ्नो जातित्वको मुद्दा लिएर हिँडिरहेको छ या आदिवासी गोर्खाको समस्यालाई उजागर गरेर लिएर हिँडिरहेको छ र तपाईँले नै भन्नुहुँदैछ अरू नेतृत्वको कमी छ, र के आगोसले 2026को विधानसभा चुनावमा आफ्नै उम्मेदवार दिन्छ या कुनै दललाई समर्थन गर्छ? यदि समर्थन गर्छ भने कुन आधारमा गर्छ? हेर्नुहोस् है, यहाँ समस्या चाहिँ गोर्खाको छ। आदिवासीको त राष्ट्रपति हो, त्यहाँदेखि ट्राइबल मिनिस्टर, त्यहाँदेखि एमएलए एमपी, उनीहरू त भरिपूर्ण छ। पार्टीमा पनि उच्च औधामा छ। अझै अगाडि बढोस् आदिवासी दाजुहरूलाई म शुभकामना दिन्छु, म बल पनि दिन्छु अझै अगाडि बढोस् भनेर। हामीलाई पनि मौका देऊ। आगोसलाई भनेको होइन, गोर्खालाई भनेको। गोर्खाले पनि नर्थ बेङ्गलमा होइन, यो अलिपुर डिस्ट्रिक्ट र जलपाइगुडी डिस्ट्रिक्टमा चाहिँ गोर्खाले पनि एमएलए सिट पाउनुपर्छ। हाम्रो पनि सेड्युल कास्ट छ, सेड्युल ट्राइब छ, कम्ती भए पनि छ नि, छौँ त हामी पनि। मूल निवासी, मूल जाति हो नि त, हामी त प्रकृति रूपले मूल जाति। म पनि एउटा ट्राइबल हो। आदिवासी गोर्खा साहित्य समितिले गोर्खा क्यान्डिडेट माग्छ, चाहे त्यो टिएमसीले दियोस् या बिजेपीले दियोस्, काङ्ग्रेसले दियोस् या सिपिएमले दियोस्, जसले पनि दियोस्, तर दिनुपर्छ। तर मदारी आठ जस्तो धोका दिनु पाउँदैन, मदारी आठ जस्तो धोका दिनु पाउँदैन। यो पार्टी चाहिँ गोर्खा, चाहे त्यो जुनै पनि पार्टीमा होस्, यो पार्टी चाहिँ गोर्खा भएर तिमीहरूले आत्मचिन्तन गर्ने बेला आएको छ। 2026मा गोर्खा भएर आत्मचिन्तन गर्ने बेला भएको छ। यसरी नै हामीले आफ्नो अधिकार खोस्यौँ भने भोलि पर्छ हामीले चौकीदारको नोकरी पनि पाउँदैन। हामीले यो जग्गामा चौकीदारको नोकरी अरूकै पाउ पुजेर, घोडा पुजेर हामीले जीवन धान्नुपर्छ। यसर्थ आफ्नो अधिकार लिनको लागि गोर्खाले चाहिँ, यो पार्टी चाहिँ गोर्खा क्यान्डिडेट तिमीले दिनैपर्छ, जुनै पार्टीको पनि होइन। नत्र भने गोर्खाको दिमाग घुम्यो भने को पछारिन्छ, जोसुकै होस्, जो पछारिन्छ भनेर। तर पहिला चाहिँ त्यो पछारिनुभन्दा अगाडि, हामीले भन्नुभन्दा अगाडि गोर्खा चाहिँ एक हुनु पर्यो। गोर्खा चाहिँ एक। कतिवटा सिटमा चाहिँ गोर्खा आगोसले उठाउँदैन नि, गोर्खा उठ्छ नि। त्यही त, कतिवटा सिटमा चाहिँ गोर्खा उम्मेदवार हुनुपर्ने, गोर्खा उम्मेदवार हुनु भने हाम्रो विशेष गरेर हाम्रो फोकस, किनभने आदिवासी दाजुभाइहरू पनि छ नि त। कालचिनीमा देऊ, मदारीहाटमा देऊ, मालबजारमा देऊ, मालबजारमा त दिनै पर्छ वर्ष जसरी भन्नु। बाई हुक एन्ड कुक लड्छ। चाहे पार्टीले दिँदैन, कुनै पनि पार्टीले दिँदैन भने इन्डिपेन्डेन्ट पनि खडा हुन्छ। चाहे आदिवासीको सहयोग दिनु परोस्, चाहे मारवाडीको सहयोग दिनु परोस्, चाहे बिहारी समुदायको दिनु परोस्, या त मुसलमान सहयोग दिनु परोस्, गोर्खा क्यान्डिडेट चाहिँ हुन्छ यो पार्टी। जोसुकै ताकत, जति ठुलो ताकत पैसावाला मान्छे नै होस्, यो पार्टी गोर्खाले उम्मेदवारिता दिन्छ। हामी प्रतिद्वन्दी हौँ, तिमीले दियो ठिकै छ, हामी समर्थन गरौँला। तिमीलाई त हामी हात जोडेर भन्दैछु, तिमीले उयो देऊ भनेर, उम्मेदवार देऊ भनेर भन्दैछु होइन। देऊ, हामी समर्थन गर्छौँ, जिताउने हाम्रो काम हो। हामी पनि जित्ने घोडामा मात्रै दाउ लाउँछौँ। हामी बेवकुफ होइन, हामी पनि त्यो क्षमता भएको मान्छे हो, त्यो योग्य व्यक्ति हो। तिमीले देऊ, टिएमसीले पनि देऊ, बिजेपीले पनि देऊ, काङ्ग्रेसले सिपिएमले देऊ,
हो तर गोर्खा क्यान्डिडेट देऊ यो 3टा जग्गामा चाहिँ अरूतिर तिमीहरू लैजाऊ जसोको दिन्छ देऊ तिमीहरूको पार्टीको द्याट इज पार्टीको एउटा यो हो आफ्नो पर्सनल पार्टीको डिसिजन हो तर गोर्खा पनि दिनुपर्छ गोर्खाले पनि तिम्रो पार्टीलाई सहयोग गरेको छ समय दिएको छ खर्चेको छ तिमीहरूको नाममा खटेको छ तिम्रो नाममा झन्डा उठाएको छ बोलेको छ लडाइँ गरेको छ गोर्खाको पनि क्यान्डिडेट यो बन्नुपर्छ अहिले नै भन्दैछु तिमीलाई भन्दैछु हो तिमीले दिनै पर्छ हो होइन भने 2026 मा गोर्खाले आफ्नै क्यान्डिडेट उठाउँछ चाहे त्यो उम्मेदवार हामीले के अरे निर्दलीय रूपमा दिनु परोस् चाहे हामीले कुनै पार्टीको सहयोग लिनु परोस् यहाँको पार्टी बङ्गालको पार्टी बाहिरको पार्टी अरू स्टेटको सङ्गठन लिनुहोस् या त पहाडकै लिनु पर्यो या त यहाँ हामी आफ्नो नयाँ पार्टी जन्माउनु पर्यो जेसो गरी गोर्खाले प्रतिद्वन्दी दिन्छ त्यसमा हामीलाई आदिवासी दाजुभाइहरूले पुरा सहयोग गर्छ मलाई पुरा थाहा छ दिन्छ मुस्लिम दाजुभाइहरूले पनि साथ दिन्छ राभा टोटो मेचे मुस्लिम दाजुभाइ बिहारी दाजुभाइ मारवाडी अरू को हुन्छ हो सबै दाजुभाइहरूले सहयोग दिन्छ भनेर थाहा छ किनभने उनीहरूलाई पनि थाहा छ हामीले पनि हाम्रो पनि योगदान छ र हामी पनि यो 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 जग्गामा हामी पनि अवहेलित र पीडित छौँ भनेर यसर्थ तपाईँहरूलाई म अनुरोध गर्छु सम्पूर्ण पार्टीको मान्छेहरूलाई दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू एउटा के भन्छ तपाईँहरूले देश चलाउने मान्छेहरू देश चलाउने पार्टीहरू राज्य चलाउने पार्टीले तपाईँले गोर्खालाई पनि योपालि चाहिँ यो 3टा जग्गाबाट चाहिँ उम्मेदवार दिएर गोर्खालाई सम्मान दिनुपर्छ हक दिनुपर्छ राजनीतिक हक मौलिक हक दिनुपर्छ तिमीहरू संवैधानिक हक त भने मौलिक त हक हो नि त फन्डामेन्टल राइट्स त हो नि त हामी भोटर हो नि त डिभोटर त होइन नि त हामी राजनीतिक अत्याचार तिमीहरू दिनु पऱ्यो भनेर चाहिँ म तपाईँलाई रिक्वेस्ट गर्छु दिँदैन गोर्खा खडा हुन्छ र दर्शकवृन्द यतिखेरसम्म हामीलाई समय दिनुभयो बाग्राकोटका भाषाप्रेमी शुभचिन्तक र भाषाको निम्ति लडाइँ गर्ने बाग्राकोटकै डुवर्सकै शिर बाग्राकोटका श्रद्धेय स्वर्गीय सुकमान मोक्तानका छोरा सङ्गन मोक्तानले डुवर्स संवादलाई समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद यस्तै कार्यक्रमहरू लिएर हामी अझ पनि उपस्थित हुने नै छौँ र चौथो एपिसोडसम्मको तेस्रो एपिसोड हाम्रो सकिसकेको छ र तपाईँहरूको माया र सहयोगले हामीले सफलता पनि प्राप्त गरिरहेका छौँ र तपाईँहरूको प्रश्नहरू पनि हामी राजनेता जननेता या सामाजिक अभियन्ताहरू समक्ष पुर्याइरहने सफल बनिरहेका छौँ अन्य पनि तपाईँहरूको समक्षमा कुनै प्रश्न या प्रस्ताव या सुझाव भए अवश्य पनि 9733326841 9735037715 यस नम्बरमा व्हाट्सएप गरेर तपाईँहरूको प्रश्न सुझाव हामीलाई सोझै दिन सक्नुहुनेछ र यो प्रश्न तपाईँको कुन नेतालाई या कसलाई हुनेछ यो पनि मेन्सन गरिदिनुहोस् ताकि हामीलाई प्रश्न सोध्न सजिलो होला र चौथो एपिसोडसम्मको लागि बिदा चाहन्छु म रूपेश पौडेलको साथमा अमित छेत्री डुवर्स संवाद जनताका आवाजबाट।